नमस्ते सबैजनालाई। अन्त फेरि आज नयाँ दिन नयाँ भिडियो। आजको के हुनेछ त्यहीहरू देखाउँदैछु। हुन त अब तपाईँहरूले कति भन्नुहुन्छ होला है, एउटै भिडियो एउटै जग्गाको कति देखाउनुहुन्छ, के गर्नु यस्तै छ जिन्दगी, कलकत्तामा पाइँदैन। अन्त त्यही भएर चाहिँ अब यस्तै छ, जता गयो त्यतैको भिडियो बनाउनु पऱ्यो, जस्तो काम हुन्छ त्यस्तै देखाउनु पऱ्यो। अहिले भन्छ म पिक्चर बोकेर हिँड्दैछु। पाइप के गर्ने हो, चेप्टिन्छ त पाइप लाटलुट हुन्छ हौ। त्यस्तै छ अब जिन्दगी, भिडियोहरू हेर्दै गर्नुहोस्। ल त गाइस, मेसिन चाहिँ चल्दैछ, कर्निकले चलाउँदैछ, म चाहिँ बसिरहेको छु। अन्त यस्तो पल्टी कामहरू त मनी के अरे कर्निकले गरिहाल्छ। अन्त भल्भो तल चल्दैछ, मेरो मिक्सरले सकिरहेको छ। आजको मौसम पनि यस्तो छ, धुमो धुमो पहलो लागिरहेको छ पुरा। यस्तो देखिरहेको छ। यो चाहिँ हावा दिने मेसिन हो। यहाँ छ ड्रिल गर्ने मेसिन, यो मेरो मेसिनको पछाडि यो चाहिँ हो। ड्याङ काम चलिरहेको छ। यहाँ बङ्गै पड्केछ नि त कि, अन्त यहाँ माटोहरू पल्टाएर अन्त यो सफा गर्नुपर्ने हुन्छ। फर्स्ट मेसिन झार्दैछ यसले छड्केमा, कतिको झार्दो रहेछ हेरौँ यता। यस्तो छड्के त छैन, अब उसको लागि त अब नयाँ हो, साह्रो पर्छ नि त, बुद्धि पुग्दैन। अरू लात खान्छ तैँले त्यसरी झारिस भने चाहिँ अप्ठ्यारो भन्दा पल्टाउनै छैन। ल त साथी हो, हाम्रो चाहिँ खानापिना पनि भएर म भने चाहिँ यहाँ काट्दैछु। यो जग्गा चाहिँ पुरा पहिरो गएको थियो नि त, अन्त चाहिँ यसलाई चाहिँ स्लोप गर्नुपर्ने हुन्छ। यति चाहिँ काटिसकेँ, अब अझै रोड तलैसम्म पुऱ्याउनु छ नि त। अन्त हालैमा चाहिँ यहाँ हुँदैछ, यो मेसिन ब्रेकडाउन छ। यो मेसिनको पनि एउटा इलेक्ट्रिक प्रब्लम आइरहेको छ, त्यहाँ टायरवाला छ। यस्तै छ आजको काम पनि। तर यहाँ त कामको टुङ्गै हुँदैन, घरि यता घरि उता के गर्नु लाउँछ। हिँडेकै गयो ल, यो गर भन्छ, घरि त्यो गर भन्छ। अन्त त्यही भएर चाहिँ कन्फ्युजन हुन्छ कामको चाहिँ। मौसम चाहिँ यस्तो भइरहेछ कि पानी पर्ला जस्तो पनि, गर्मी यस्तो पनि यस्तो छ। योहरू पुरै चर्केको थियो नि त, अन्त यो सबै काटेर जानुपर्ने हुन्छ। यस्तो छ के भन्नु काम कुरोहरू। अन्त यो मुनिको फाउन्डेसन निकालेको थिएँ, फेरि परसम्म फेरि भत्केर फेरि पुरिएछ, फेरि सफा गर्नुपर्ने हुन्छ। हालैमा हुन्छ यस्तो राखिरहेको छु हैन। ल साथी हो, म चाहिँ अब काम गर्न लागेँ। टक्क अब मेरो यहाँ चेलेले देखाउँछ भिडियो चाहिँ कस्तो छ मेरो।
एकदम दामी चलाउनुहुन्छ त्यो म देखाउने वाला छु। ल पक्रिने यहाँ ल साथी हो यहाँबाट भिरबाट गर्नुपर्ने हेर्नुहोस् मन पर्यो भने यसो दिँदै गर्नुहोस् यसरी भिरमा हिँड्नुपर्छ पुग्नु भएको छ गुरुजी स्टार्ट भयो काट्ने छ बनाउँदै नि स्लोप काट्ने हो यो चाहिँ हेर्नुहोस् यो माटो चाहिँ पुरै चर्किन थाल्यो हो फेरि यो झर्छ होला काट स्लोप गरेर हुन्छ स्लोप काट्दैछ साथी हो पानी चाहिँ यस्तो बबाल परिदिरहेको छ कि मैले सबै मेसिनहरू पनि थन्काइदियो हाम्रो सबै थन्कियो मेसिन अनि तैँले पानी चाहिँ जे होस् बबाल परिदिरहेको छ यस्तो छ गान्तोकको हालत चाहिँ सराठाना यही हो अलिकति बदमास गऱ्यो भने खोर नजिक छ अन्त यस्तो छ मौसम चाहिँ पानी एकदम हद्दन परिदिरहेको छ ल है त साथी हो यसो भिडियोहरू मन पऱ्यो भनेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला अन्त तपाईँहरूको मनको भावनाहरू राखिदिनुहोस् होला के गल्तीहरू भयो त्यसमा अब यसो भनिदिनुहोस् होला के मिस्टेकहरू भएको छ के गल्तीहरू भएको छ होइन भन्यो भने त अब जान्दा हुन्छ अब म त एकैचोटि जानेर भएको छुइनँ यसो भनिदिनुहोस् के गल्तीहरू भएको छ के मिस्टेकहरू भएको छ र मैले के गलतहरू गरेँ त्यसको लागि होइन भनिदिनुहोस् तर मौसम चाहिँ के होस् पानी चाहिँ स्याटिस भयो अब छुट्टी पनि होला त्यति भन्दै म राख्नु